ल आज पनि अब हामी काका भतिसै सुन्तले फुलको बिजन ल्याउन जाँदै गरेको उयो त्यो उयो यस्तो फुल ल्याउनु गएको अलिक मजाले हाँको काटेर ल्याउनु फुल चाहिँ मात्र गाँसी जस्तो अन्त किन हो बेसी फुल रोडमा रोप्ने घरमा होइन के हुन्छ फुल बेसी रोप्यो भने चाहिँ होइन हौ ए अघि ए पर गएको कुमार दाजुकोमा सुन्तले पसेको थिइनस् क्या सुन्तले पसेको थिइनस् क्या यो दरामदिन साई मन्दिरभित्र रहेछ कि यति ए अब चाहिँ हामी सुन्तले गाउँ पुग्यो तर यहाँ चाहिँ पहिला सुन्तला पुरा हुन्थ्यो र अब नाम पनि सुन्तले हो ल आज पनि अब हामी काका भतिसै सुन्तले फुलको बिजन ल्याउन जाँदै गरेको अन्त अब यो एउटा हामी चाहिँ 12 मासे फुल पनि भन्छ के भन्छ यो हिउँदो बर्खा फुलिबस्छ कि अनि त्यो फुललाई चाहिँ लिएर हामी रोडको साइडमा फेरि प्लान्टेसन गर्ने किनभने यो रोड साइडमा फुलहरू राम्रो लाग्यो भने त्यसले धेरै आजकल यो टिकटक रिल्सको जमानाले गर्दा मान्छेहरू धेरै आकर्षित भएको हामीले देखेका छौँ अन्त यो एकदमै राम्रो फुल छ हामी जाँदै गरेको जग्गा चाहिँ अब अहिले चाहिँ अलिक टाढो पर्छ होइन हौ ए अघि ए पर गएको कुमार दाजुकोमा उयो त्यो उयो यस्तो फुल ल्याउनु गएको अलिक मजाले हाँको काटेर ल्याउनु फुल चाहिँ मात्र गाँसी जस्तो अन्त किन हो बेसी फुल रोडमा रोप्ने घरमा होइन के हुन्छ फुल बेसी रोप्यो भने चाहिँ कम्ती हुन्छ ल अब फुल बेसी भने आइ कम्ती हुन्छ कसले बुढी ल्यायो भने बुढी ल्याउँछ भन्छ घरि कसले चाहिँ आयो ल ल अब बनबिराको खाजाहरू यहाँ छ घर जा उयो त माथिको भयो क्या अर्काको डोडमा लगाइन्छ कालिस अब चाहिँ हामी सुन्तले पस्यो ठ्याक्कै टाइम लागिरहेछ अरू बेसी सोसियल एक्टिभिटीहरू भएकोले गर्दा नभ्याएर ओ तिमीहरूको यहाँ गाउँको भिडियो खिच्दै हिँडेको अब चाहिँ हामी हाम्रो गन्तव्यमा बिस्तारै पुग्नु आँट्यौँ अलिक छिटो हिँड्दा मात्रै यहाँ त्यही 15-20 मिनटमा आइपुगिन्छ अब ढिलो हिँड्यो भने 1 घन्टा जस्तो लाग्छ यहाँ आइपुग्नु लागि यो चाहिँ सुन्तले रोड टिउ कटिङ हो यो अब कार्पेटिङ मोबाइल दिएछ कैलाश यसको नाम त कैलाश कि के भयो जस्तै थियो पहिला त त्यस्तै थियो ए गाई यहीँ आएको उयो फुलको बिजन लगाइदिउँ भनेर पर रोडमा लगाइदिउँ भनेर हौ के छ आज उयो छ के पूजा हो हेर्नुहोस् न यहाँ चाहिँ पहिला धेरै ठुल्ठुलो सुन्तलाको रुखहरू हुन्थ्यो अन्त हामीले पनि पहिला विन्टर छुट्टीतिर चाहिँ हामी सुन्तला बोक्ने काम गर्थ्यौँ यहाँतिरबाट तर अब यो चाहिँ सबै मरेर गयो के भयो हो अन्त अहिले चाहिँ मसिनो बिरुवाहरू लगाइरहेछ अब चाहिँ हामी आइपुग्यो पातली हामी यो पारी देख्दैबाट चाहिँ यो चाहिँ हाम्रो रेस्टुरेन्ट हो यहाँबाट चाहिँ हामी हिँड्दै आएको झन्डै 10-15 मिनट बेसी लाग्यो यहाँ आइपुग्नु लागि तर स्पिड हिँड्दाखेरि हो यो पारी देख्नु चाहिँ चुम्बुङ पक्की गाउँ उयो लाने भाउजू अस्तिको त्यो उयो झारेर ड्यामै पर फुलबारी बनाइदिनु विदुर दाजुको नि अब के भएको कान्छा ए माइला
हो र अँ ए म त नचिन्ने रहेछु हाँ आएको थिइनस् छैन त काकाहरूसँग घुमिनास् क्या पहिला तिनीहरू यतै तेर्सैमा त कुद्थ्यो त नि हो त पर क्या उयो फेरि भन्नु त फुलको नाम के अरे फुलै हो यसलाई के भन्छ यहाँ त 12 मासे भन्छ होइन 12 मासे भन्छ होइन त्यो फुलको नाम अँ गुम्पा फुल अरे गुम्पा फुल गुम्पामा मात्रै चढाउँछ अरे ए हो पर रोडमा झिलिमिली बनाउँछु भाउजू फुलबारी छैन नि बुहारीहरूले पत्याएन 8 महिना टक्कै फुल्छ यसले बुहारीहरू पनि घरमा फुलबारी देख्यो भने त आउँछ अरे हौ अँ यो छिटो सर्छ नि भाउजू उ त्यो गोलाइ देखिन्छ नि कम्ती कम कहाँसम्म लाउने भन्ने नि माथि झरेन पुछाइ घर माथि माथिसम्म क्या त्यत्रो त कहाँ पुग्छ मेरो निमाटन त्यति लैजाऊ टुक्रा टुक्रा गरेर यो तल देख्दै गन्छ एसएनटी बुदाङहरू यो खारपाने यो पारी देख्ने दार्जिलिङ कालो चिया खाइदिउँ ए दुधको चिया कालो चिया ल बाई बाई भाउजू बाई बाई ल अब चाहिँ हामी घरतर्फ लाग्यौँ अन्त सामान चाहिँ धेरै हुन्छ जस्तो लाग्यो दुईजना आएको त्यति बेसी भएन एकजनाले बोक्दा भइगयो सुन्तले पसेको थिइनस् क्या सुन्तले पसेको थिइनस् क्या पहिला पुरानो बाटो चाहिँ यो माथि हो है रोड आउनुभन्दा अगाडि यस्तो अब ऊ परबाट चढेर चाहिँ यता यता टक्कै माथि आएपछि त्यही माथि 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 गएर चाहिँ पर जम्बु डाँडा फुत्तै निस्किने रोड आएको दिन मात्रै यहाँ हिँड्नु थालेको पहिला जेसिबी चाहिँ यहीँ डढाइदिएको अनि कसले डढाएर त्यतिकै यो चाहिँ मेरो यता भस्मे बारीको यहाँ सुन्तला बारी हो अब हामी चाहिँ यहाँ लिएर फुलको बिरुवा लिएर फर्किँदैछौँ अब यसपालि सुन्तलाहरू अब स्याहार्नु पर्ने छ अलिक स्याहार्नु पाएको छैन हामीले रेस्टुरेन्ट जुन चाहिँ बनाउँदाखेरि रस्टिक फाइन बनाउँदाखेरि चाहिँ बाँस चाहिँ हामीले यहाँबाट हामीले ओसारेको है यहाँबाट ओसारेर चाहिँ हामीले पर गोलाइ पुर्याउँछ अब विशेष गरी भाइहरूले एकदमै बेसी ओसारेको छ यो बाँसहरू यहाँदेखि चाहिँ पारी पुर्याउनु पर्थ्यो यो जग्गादेखि चाहिँ फाइनली हामी फेरि घर आइपुग्यौँ हेलो एभ्रिवान आज फेरि हामीले यो हिजो जुन चाहिँ यो पारी सुन्तलेबाट ल्याएको थियौँ बिरुवा विशेष गरी चाहिँ अब यो फुलको बिरुवा हो अन्त यो मनसुन सिजनमा अब हामीले यहाँ काका भतिज भएर फेरि लाउनु थाल्यौँ विशेष गरी हामीले सोरेङको मलबासेको रोड साइडलाई राम्रो बनाउनुको निम्ति राम्रो देख्नुको निम्ति यो हामीले अब यहाँनिर यो प्लान्टिङहरू गर्दैछौँ अन्त हाम्रो मेन मुद्दा चाहिँ यसमा के छ मेन कुरा चाहिँ के हो भन्दाखेरि हामीले हाम्रो सोरेङ टुरिज्मलाई एकदमै राम्रो बनाउने अन्त यो फुल एकदमै राम्रो हो मैले हिजो पनि भनिसकेको छु यसलाई त्यति स्याहार्नु पर्दैन यो वर्षैभरि फुल्छ है तपाईँहरूले पनि आफ्नो आफ्नो जग्गामा लाउँदै गर्नुहोस् है यसरी विशेष हामीले यो तलदेखि यो धेरै माथिल्लो डाँडासम्म लाउँछौँ यहाँदेखि गएर यो माथिल्लो डाँडासम्म त्यहाँदेखि यो तल्लो साइड यो तल्लो गोलाइसम्म लाउँछौँ आज त्यति चाहिँ पुग्छ होला सायद लगभग हामीले आज यहाँ 300-400 वटा भन्दा बेसी बिरुवा लगाइसकेको छौँ अनि यसलाई अब जोगाउने यसलाई हेरचाह गर्ने चाहिँ है यहाँको अब पिडब्ल्युडी डिपार्टमेन्टको जति पनि वर्करहरू हुनुहुन्छ तपाईहरूले पनि यसलाई हेरिदिनुहोस् यसलाई याद गरिदिनुहोस् अन्त विशेष गरी यसलाई गभर्नमेन्ट समयमा गरिदिनुहोस् र प्रत्येक यहाँको सिटिजनहरूले पनि यहाँको बासिन्दाहरूले पनि यो फुललाई हेरिदिनुहोस् यो चाहिँ हेर्नुहोस् है मैले जोतेको होइन भविष्यमा फुल्यो र यो बाँच्यो सबै भने चाहिँ यो सडक एकदमै राम्रो देखिन्छ एकदमै राम्रो देखिन्छ म ग्यारेन्टी दिन चाहन्छु तपाईँहरूलाई अन्त एकदमै अहिले चाहिँ यो फोटोको रिल्सको यो भाइरलको जमाना छ यस्तो सही कुराहरू भाइरल भयो भने एकदम राम्रो हुन्छ एकदमै टुरिस्टहरू एकदमै आउँछ है तपाईँले
याद गर्नुहोस् है, सबैले यो कुरा मलाई साथ दिनुहोस्। तपाईँहरूले पनि भरसक्दो अझै यसलाई मिलेर अझै राम्रो कुराहरू लगाउँ, रोड साइडलाई राम्रो बनाऊँ। आज चाहिँ यहाँ काका भतिस मात्रै हो।